न्यू भिडियोमा स्वागत छ गाइस। यो भने सल्यानको मिठो बवाल टमाटर है। यो चाहिँ 4 किलो, यता चाहिँ 6 किलो हामीले लिएका छौँ सुन्तला। त्यसपछि अमिला पनि छ है 2-4 वटा। खाउँ लाग्ने यो बवाल साग छ यो फेरि हैन। अनि त्यसपछि हामीसँग छ 6 किलो सुन्तला, यो पनि किनेर। गाउँमा चाहिँ छैन, सिद्धिसकेछ बेचेर हैन। यो चाहिँ हामीले किनेर लिएका छौँ। एकदम बवाल छ यो सुन्तला चाहिँ। तपाईहरुलाई सल्यानको कोसेली लिएर आउँदैछु गाइस है। दाङमा बबालसँग खान मन छ भने सम्पर्क गर्नु होला, किनकि सबैलाई सम्पर्क गरेर साध्य हुँदैन हैन। त्यही हो, कता किराले पनि खाइदिरहेको रहेछ। मेरो हजुरआमा उता थैला खोज्दै हुनुहुन्छ मेरो लागि, बाइकमा बान्नको लागि सजिलो होस् भनेर। काँचै खाउँ लाग्ने यो साग बबाल छ। त्यस पछाडि अमिला। अब पनि म केही समयमा हिँड्दैछु। हजुरआमा के गर्छौ त बुढीमा तिमीलाई यहाँ झन्झन दुईटा वरिपरि बान्ने क्या। एउटा कुरा मलाई भन्न मन लाग्यो क्या, के गर्छौ त बुढीमा तिमी? जति बुढी हुँदैछौ जति उति दुःख पाउँदैछौ, नाति नातिनी सबै बिहा गरेर बाहिर भएर गए। एउटा बरी खोजिदिनु पऱ्यो होइन? के छ बैसँग एउटा बरी चाहियो नि होइन? तिमीलाई दुःख भइरहेको छ यार। तिमी झन्झन बुढी हुँदै जाने, अब दुःख हुँदै गइरहेको छ त के अन्त? एउटी बरी ज्यामै ल्याइदिनु पऱ्यो हो कि? कोही छौ भने आऊ भन त भिडियो हेरेर। कोही छौ भने भिडियो हेरेर आउनु पऱ्यो मेरो नातिलाई। मलाई दुःख भइरहेको छ, मलाई यसो खानापिना पकाएर खुवाउनलाई होइन। मेरो कभरमा त कोही हुनुहुन्छ भने इच्छुक मलाई मन पराउने छिटोभन्दा छिटो कमेन्ट गरिहाल्नु होला। हाम्रो हजुरआमालाई यस्तरी टङ्गाउने हो वरिपरि एउटा बाइकमा। अनि 120 को स्पिडमा जाने हो ढ्याङ्गा मेलामा। आज रामजी खान्छ बालले नाच्नु पर्छ। तपाईँहरू पनि दाङमा हुनुहुन्छ भने सम्पर्क गर्नु होला है। इन्डुइटो वरिपरि त यसको मतलब अझ बराबर बटाल्ने, यसमा र यसमा बराबर ओजन हुन्छ। वरिपरि साग निकाल्नु पऱ्यो। काँचै खाउँ लाग्ने यो साग। ए त्यो दाङको जस्तो साग हो यो। हाम्रो करेसाबारीमा फलेको भन्नाले करेसाबारीमा उत्पादन गरेको साग जस्तो थोरै हो त होइन? खाना मन छ गाइज, खाना मन छ भने सम्पर्क गरौँ। तुलसीपुरमा 120 रुपियाँ किलो किनेर खा जस्तो होइन नि त। हाम्रो अर्ग्यानिक हो नि त गाइज। खाना मन छ भने हजुरआमै अब बिहा गर्नु पऱ्यो कि मैले यार। मलाई बहिनीहरूको सबैको बिहा भइगयो, त्यो भए हुनाले अब मेरो हजुरआमालाई दुःख भइरहेछ। त्यो भएर एउटा बिहा गर्नु पऱ्यो। बिहा गरेर खाना पकाउने, हजुरआमाको कपडा धोइदिने, धेरै माया गर्ने खोजिदिनु पऱ्यो क्या यार। के छ विचार? खाँचो त खाँचो छ नि बुहारीको नि हजुरआमा? खाँचो त खाँचै छ हजुर बुहारीको नि। छ कि छैन अहिले बेच्दै के यहाँ भिडियो सुन्ने न यार। चाहिएको छ भन्नु पऱ्यो, चाहिएको छैन भने चाहिँ चाहिएको छैन भन्नु पऱ्यो क्या। चाहिएको छ कतै छन् भने माग्न जानु पऱ्यो क्या। बजै नाति थारू गाउँमा 14 रुपियाँ आएर गर्न सक्दैनन् होला यार। तर हाम्रो यहाँ घरमा काम पनि के छ र अलिअलि बेलामा गर्ने हो खेतीबाली। अनि त्यस पछाडि बाख्रालाई घाँस काट्ने हो। ग्यास छँदैछ अहिले। अनि त्यस पछाडि त्यहीमा दाउरा कहिले कसो जाडोको बेला, गर्मीको बेला ग्यास हुँदै हुन्छ। के गर्नु पऱ्यो के यार, एउटा खोजौँ कि है। मलाई बिहे गर्न मन त छैन, तर बाउआमा हजुरआमाको दुःख देख्दाखेरि कुनै बेला बिहे गरौँ कि जस्तो पनि लाग्छ क्या। मलाई गर्न त पटक्कै मन छैन। के गर्ने हो, वैशाखसम्म हान्दिने त हजुरआमा? त्यो ठिक छैन यार। एकचोटि छोडेर मान्छेलाई अर्कोचोटि ल्याउनु पनि त भएन नि। कमान गयो
त्यस्तो नभनौँ न हजुर आमा, मेरो मन रुन्छ यार। एकचोटि थुक्ला चाट्नु हुँदैन गाइज मेरो विचारमा है। स्याउली बजारमा ताना तान्नु भयो, हाना हान्नु भयो। एकतिर धेरै एकतिर थोरै भयो क्या हो यार। ल ठिक छ, यति नै भन्दै तपाईँहरूसँग छुट्टिन चाहन्छु सबैजनाले। बाई। त्यो डोरी ल्याएको छैन क्या मैले, हुँदैन। बाइक लपक लपक पार्न पनि मिल्दैन यसले। खाल्टाखुल्टी जोगाएर पिच बाटोमा बाइक नसुताएर हिँड्नुपर्छ यसमा बिस्तारै। पछाडि मान्छे बस्ने भइदिएपछि त मजा भइहाल्थ्यो समातेर बिचमा। कहिले त मेला हेर्न आउने? एउटा कुरा मलाई यति भन त, बुहारीको खाँचो छ कि छैन यसो उ गर्ने कि होइन, ल्याउने कि होइन? अब पहिला त्यो बेला उमेर थिएन, अहिले उमेर चाहिँ सोधिरहेको छु त। भनौँ न त अहिले खाँचो छ। अब त झन् सबै बहिनीहरू पहिलेको घरमा कोही छैनन्, घर स्याहार सुसार गर्ने मान्छे चाहियो, त्यही भएर सोधिरहेको छु बुढापाका मान्छेहरूले। मेरो बाउभन्दा जेठो, मेरो बाउलाई जन्म दिने तिमी, अनि बाउलाई सोध्नुभन्दा पहिला हजुरआमालाई सोध्नु पऱ्यो, त्यस पछाडि बाउलाई, त्यस पछाडि मम्मीलाई हो क्या। भनौँ त छिटो, मोबाइल चार्ज छैन सिदिन लगाइसक्यो। भाइ कोही मनमर्जी छैन नि बिहे गर्नलाई।